साथीहरु आज म यो बैंकको V80 यसको चाहिँ यहाँ लक छ पिन प्याटर्न कि बिर्सिएको रहेछ कस्टमर आफैले रिसेट गर्नु भएको छ लक त पिन प्याटर्न हटेछ यो लक हुन्छ नि FRP लक चाहिँ बसिरहेछ बैंकको AE9010 रहेछ यो मोडल लक हटाउन आएको थियो म चाहिँ अनलक टुल ओपन गरिसके अनलक टुलबाट अब लक हटाउन म जाँदै छु है त साथीहरु देख्न सक्नुहुन्छ अनलक टुलबाट FRP हटाउन जाँदैछु म इरेजिङ FRP ओके त्यो आयो है यहाँ हेरौँ इन्टरफेस सेट अन भइसक्यो खास गरी कस्टमर आफैले लक बिर्सिनु भएको रहेछ अनि युट्युबमा हेरेर लक हटाउन कोसिस गर्नु भएको रहेछ अहिले रिसेट गरिसक्नु भएको रहेछ रिसेट गरेर पिन प्याटर्न त हट्छ तर FRP लक भन्ने हुन्छ गुगल लक त्यो चाहिँ हट्दैन त्यसको लागि चाहिँ पसलमै लगेर दिनुपर्ने हुन्छ जोसँग चाहिँ यो बक्स हुन्छ नि अनलक गर्ने बक्सहरु टुल्सहरु हुन्छ उहाँलाई नै सम्पर्क गर्नुपर्ने हुन्छ त्यो भएर अब यो स्टेजमा पुग्यो यहाँ माथि लक थियो तालचा जस्तो थियो अहिले हटेको छ म सेटअप गरिदिइहाल्छु है त त्यसकारण कस्टमरले चार्ज दिँदाखेरि चाहिँ के कुरा बुझिदिनुपर्छ भने लक हटाउँदा कहिलेकाहीँ सेट डेट हुने सम्भावना हुन्छ सेटहरु मर्ने सम्भावना हुन्छ त्यसको लागि कस्टमरलाई हामीले अर्को सेट दिनुपर्ने हुन्छ अथवा पैसै तिर्नुपर्ने हुन्छ जसरी घरको अब ढोकाको मूल ढोकाको चाबी हरायो भने त्यो तालचा फोर्दाखेरि ढोका पनि फोरिन सक्छ घरमा पनि असर पर्न सक्छ त्यस्तै मोबाइलको लक हटाउँदाखेरि मोबाइलहरु मर्न सक्ने सम्भावना रहन्छ त्यही रिस्क लिएर हामीले काम गरेको हुन्छ रिसेट हानेर चाहिँ तपाईको लक पिन प्याटर्न हटे पनि गुगल लक भन्ने चाहिँ हट्दैन त्यो कुरा चाहिँ ख्याल राख्नुपर्ने हुन्छ युट्युब हेरेर तपाईको लक हटाउने युट्युब हेरेर मोबाइल बनाउने कुरो चाहिँ त्यो पहिलाको जमानाको जस्तो हो अहिले त तपाईको मोबाइल जति एडभान्स भयो काम पनि त्यति नै एडभान्स तरिकाको आइसकेको छ पहिला पावर आइसी एउटा थियो भने अहिले 4 वटा 5 वटा पावर आइसी छ अब कसरी काम गर्न सक्नुहुन्छ पावर आइसी 5 वटा भएसी त्यो हिसाबले बुझ्नुपर्ने हुन्छ यसरी मोबाइलको लकहरु हटाउनु परेमा मोबाइलको सफ्टवेयरहरु गर्नु परेमा मोबाइलको हार्डवेयर गर्नु परेमा हामीलाई सम्झिनुहोस् सुदीप इलेक्ट्रोनिक्स मनोरा सिम्पानी मकवानपुर हामी विश्वासिलो र भरपूर तरिकाले काम गर्ने कोसिस गर्नेछौं है त साथीहरु र मेरो भिडियोलाई तपाईहरुले एकचोटी हेरेर मेरो यो पेजलाई चाहिँ सब्स्क्राइब गरिदिनु भनेर पनि म अनुरोध गर्न चाहन्छु यस्तै कामहरुको भिडियोमा हाल्दै जानेछु तपाईहरुको साथ सहयोग र सपोर्ट चाहिने छ सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला सुदीप इलेक्ट्रोनिक्स छ मेरो युट्युब आईडी है त साथीहरु धन्यवाद।